हाम्रो मेयर साहब एक नम्बर, उहाँ राजा बराबरको हो, काठमाडौँको राजा नै हो। ल बालन भनेको राजा हो, सुन्ता भनेको नेपालको रानी जतिकै हो। काम एकदम फास्टमा चलिरहेछ। नेपालका गफ लाउने हाम्रो नेताजीहरू भन्दा उहाँहरू लगभग 1 करोड% अगाडि। दिनको 10 पटक आउन मन लाग्छ, खुसी भएर 10 पटक हेर्न आउन मन लाग्छ। हेर्नुहोस्, ओहो कति काम भइरहेछ, कस्तो राम्रो भइरहेछ भनेर मजाले हेर्न आउन मन लाग्छ मलाई त। मेयर साहब बालेन्द्र शाहको त अब के व्याख्या गर्नु। अब जति पनि काम गर्नु भएको छ उहाँ मनले लाएर गर्नु भएको छ। त्यो फट्याइ यताउता भन्ने उहाँमा केही पनि छैन। देशको विकास गर्छु भनेर आएका यस्ता हाम्रा हुनहार व्यक्तिहरूलाई हामीले सबैले मिलेर सपोर्टै गर्नुपर्छ भन्ने मेरो चाहिँ भित्र आत्मदेखि नै त्यो चाहना हो। हेर्नुहोस्, त्यसो हुँदाखेरि एकदम सपोर्ट गर्छु मैले बालेनको। अब भविष्यको प्रधानमन्त्री त बनाउनु पर्छ। राम्रो काम गर्ने हो भने जनताले जहाँ पनि सपोर्ट गर्छन्, तिनलाई कुनै आसे पासे कोही पनि पुलिस आदि इत्यादि आर्मी केही पनि चाहिँदैन जस्तो लाग्छ है मलाई त। जसले राम्रो काम गर्छ नि त्यसको लागि कसैलाई केही चाहिँदैन।